गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ अब हाम्रो घर नजिक चाहिँ एउटा चौरासी पूजा छ। यहाँ पूजा हुँदैछ। त्यहाँ आज चौरासी पूजाको अघिल्लो दिन यही घर हो चौरासी पूजा। पानीले यस्तो भएको छ अहिले। त्यो चाहिँ हाम्रो घर है गाइजहरू। यो आज चाहिँ 23 गते हो। 23 गते अलिअलि सानो पूजा छ अनि 24 गते भोलि चाहिँ चौरासी हुन्छ। अब यो भिडियो चाहिँ कहिलेसम्म अपलोड हुन्छ गाइजहरू थाहा छैन। यहाँ चाहिँ अब खाना पकाउने तयारी हुँदैछ। यो तरकारीहरू रेडी पार्दै हुन्छ। यता चाहिँ अब भात पाक्नको लागि पानी ताप्दै थियो। यहाँ चाहिँ 84वटा कलश ठिक्क पार्दै हुनुहुन्छ। अब यो 84वटा कलशमा चाहिँ जनै सुपारी पैसा राख्दै हुनुहुन्छ। जलाधिनाथाय नमो नमस्ते। एक बार बोलो वरुण कलश भगवानको जय होस्। मैले धेरै ठाउँमा चाहिँ साउन्ड म्युट गरेको छु भिडियोको, किनकि त्यहाँ धेरै हल्ला भयो अनि राम्रो थिएन भने मैले बन्द गरिदिएको साउन्ड। अहिलेसम्मको भिडियो चाहिँ 23 गतेको पूजाको अघिल्लो दिनको थियो। अब आज चाहिँ 24 गते चौरासी पूजा छ। अब त्यहाँ के हुँदैछ मैले देखाउँछु है। अब यो ठाउँमा चाहिँ गेट छ अनि त्यसपछि यहाँ तल पूजा हुँदैछ। यहाँ यता चाहिँ यो टेन्टले गरेको, यता बसेर मान्छेले हेर्ने अनि यता खाने टेन्ट। अब उता खाना पाक्ने तयारी हुँदैछ। अब म अलि खाना पाक्ने ठाउँमा गएर देखाउँछु है। अब यहाँ चाहिँ खाना पाक्दैछ है गाइजहरू। हिजो चाहिँ पानी परेको थियो, अहिले घाम छ, बादल छ, यस्तो राम्रो देखिएको छ। यहाँ चाहिँ ड्रोन उड्नेवाला भयो। मैले ड्रोन सट पनि यहाँ देखाइदिन्छु अब भिडियोमा। यहाँ चाहिँ जेरी पकाउँदै हुनुहुन्छ। जेरी खानु पर्यो अब यहाँ चाहिँ खाना पकाउने तयारी हुँदैछ। यो चाहिँ पनिर अनि यहाँ चाहिँ खाना पकाउने सामान। यहाँ पुलाउ बन्नको लागि तयार हुँदैछ। यो चाहिँ दुध, अब चिया खाने के खाने आगो बलेको। अनि यता चाहिँ मान्छे हुनुहुन्छ खाना पकाउने। खाना रेडी भइसक्यो। सलाद, पुलाउ अनि सिमी, पनिर अनि पापड अनि अचार अनि जेरी छ। खाना सबै मिठो थियो। यहाँ चाहिँ अब बत्ती जलाउने तयारी हुँदैछ। यो बत्ती वरिपरि जोगियोभरि पुरै घुमाउनुहुन्छ। अब अनि यसलाई चाहिँ तल बारीमा लगेर जलाउनुहुन्छ यसरी। अनि भिडियोको क्वालिटी चाहिँ लो भयो अलि पछाडिको, सरी त्यसको लागि। यहाँ चाहिँ अब 84 पूजा सकिसकेको छ। टिको लगाइदिए हुनुहुन्छ। अब 84 पूजा पनि सकियो गाइजहरू। अब आजको ब्लग यति नै। तर हजुरहरूले एउटा कुरा नोटिस गर्नु भएन है, यो मेरो पहिलो दिनको ब्लगमा मेरो कपाल अर्कै थियो, अहिले अर्कै छ नि। नपत्ता एकचोटि गएर अगाडि हेर्नुहोस्।